कार्यक्रम उद्घोषिका नायिका हाम्रो शोभा त्रिपाठी, त्यसै गरेर स्टेजमा लोकप्रिय गायिका शिलु भट्टराई, त्यसै गरेर लालबहादुर अछामी धामी, भागीरथ चलाउने, अनि त्यसै गरेर हाम्रो स्थानीय कलाकार भाइ बहिनीहरू, आमा बुवा दाजुभाइ दिदीबहिनी, मेरा साथी सङ्गी, मेरा गुरुहरू, मेरा सबैजनालाई मेरो एकमुष्ट रूपमा शिर झुकाएर नमन छ है। नमस्कार। आज किन सेलाएको छ कोहलपुर? जाडो भएर हो? छैन? अब तातिने हो है। एकदमै रमाइलो भइरहेको छ। हाम्रो यति सबै यति भव्य कार्यक्रम गर्नुहुने हाम्रो कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू लगायत सम्पूर्ण कार्य समिति र सांस्कृतिक संयोजक हाम्रो चण्डी प्रसाद गैरीज्यू, म सम्झन चाहन्छु स्टेजबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँकेका अध्यक्ष वीरेन्द्र सिंह ठकुरी, टोपराज जोशी, दीपक राई, धेरै साथीहरू हुनुहुन्छ, धेरै दाइहरू भाइहरू सबैजनालाई एकमुष्ट रूपमा धन्यवाद दिँदै माइक चाहिँ अलि राम्रो बनाइदिनु होला, मेरो ट्र्याक लिइदिन आउनु होला। मैले अहिले भर्खरै बजारमा गएको, तपाईँहरूले सुन्नु भएको छ कि छैन? हे कि आऊ माया कोहलपुरमा भेट हुन पाउला, मामा घरको न्यु पारेर मनी त्यतै आउला, मनी त्यतै आउला कोहलपुरमा है माया पर्खे बस्छु चौराहा चोकैमा। सुन्नुभएको थियो है? अहिले कोहलपुरको मौसममा धेरैले टिकटक पनि बनाउनु भएको छ। हे बर्दियामा घर छ, मलाई के को डर छ, यसपालि त तिमी र म घुम्न जानु पर्छ। हुन्छ कि हुन्न? साह्रै सिलाउनु भयो भाइ। यताको जेन्जी ग्रुप कता छ? जेन्जी ग्रुप कता? यता मात्रै हो? यता जेन्जी ग्रुप छ? यता सबै जेन्जी ग्रुप होइन, तपाईँहरू बुढा पार्टी हो यहाँनिर? जेन्जी है? यतातिर के छ खै जेन्जी ग्रुप? यति भएपछि पुग्छ है त। अब हामी रमाइलो गर्नेछौँ। तपाईँहरूले एउटा गीत सुन्नु भएको छ? ए माइक त साह्रै कडा रहेछ, अरूले भन्नु भएन न? मलाई त घाँटी ख्याप्पै भयो है। हे बोलाम भने घरैमा शिरमा छ नबोलाम त, बोयफ्रेन्डले पिर मान्छ माया नाम भने। हाम्रो भाइरल दिदी पनि आउनु भएको रहेछ है। दिदी हजुरलाई नाम्नु पर्छ ल अगाडि आएर। उनीहरू त बहिनी होला, तर सबैले भाइरल दिदी भने भए त दिदी भनेको माइन्ड नगर्दा। अनि त्यसपछि धेरै गीतहरू छन् है मैले गाएका। हिजो मात्र पुष्कर शर्मा दाई आएर गाउनु भएको थियो होला, दाईको गीत मैले आवाज दिने अवसर पाएको थिएँ। हो भन्दा निर्माया पक्कै मर्छु देख्न पाउँदैनौ। सुन्नु भएको छ है यो गीत पनि? ल जेन्जी ग्रुप त यता पनि रहेछ। ओके ल है, अब रमाइलो गर्नुपर्छ। माया लाम भने ट्र्याक प्ले गरिदिनु होला, धेरै नबोलिकन एकदम साथ दिनुपर्ने हुनेछ। म धेरै टाढाको होइन, तपाईँहरूकै चेली हो, बर्दिया जिल्ला मेरो घर हो। काठमाडौँमा धेरै वर्ष भयो गीत सङ्गीत क्षेत्रमा लागेको। अहिले चाहिँ सबै मेरो मलाई पढाउने गुरु आउनु भएको छ, हाम्रो केश बहादुर सर आउनु भएको छ, मेरो साथीहरू शान्ति सबैजना हुनुहुन्छ, सबै चिनेको साथीहरू मात्रै हुनुहुन्छ, त्यही भएर सबैजनाले सपोर्ट गर्न होला भन्दै अहिले भने माया लाम भने अर्कैको नासो हो माया लाम भनेबाट स्टार्ट गर्छौँ है। धेरै गीतहरू छन्, यो ग्रुपमा चुरोट नखाइदिनु होला, त्यहाँ कसैलाई असर पनि गर्न सक्छ है। चुरोट भनेको सेपरेट ठाउँमा खाने हो, त्यो त्यसैले ग्रुपमा खानुभयो भने नखानेलाई असर गर्छ। हाम्रो सुरक्षाकर्मी दाजुभाइहरूले हेरिदिनु होला।